प्रिय यायख कर्मीहरू र शुभचिन्तकहरू पत्रकार मित्रहरू हामी आज चाहिँ छ नि हैन विशेष चाहिँ हामीले पहिला चाहिँ बैठक बसेका छौँ त्यस पछाडि चाहिँ छ नि योजना बनाएर चाहिँ हामी माथि चाहिँ स्थलगत भ्रमण गरेर चाहिँ हामीले चाहिँ त्यहाँ चाहिँ छ नि हैन हाम्रो चाहिँ झन्डा गाडेर दुईटै झन्डालाई चाहिँ अर्को चाहिँ याक्थम चौनुको सिलामसाकमा भएको झन्डालाई पनि ढोगेर चाहिँ हामी चाहिँ छ नि आएको छौँ सँगसँगै चाहिँ यहाँ चाहिँ छ नि के अरे मेयर साहबको पनि टाइम मिलाउनु भयो मिलाउने चाहिँ छ नि हैन यहाँ स्थानीय चाहिँ हाम्रो अध्यक्षज्यू कता हुनुहुन्छ खै ल राजेन्द्रजी हुनुहुन्छ लगायत चाहिँ छ नि यहाँहरूलाई पनि धन्यवाद छ सँगसँगै चाहिँ हामी इलाका प्रहरी कार्यालयमा पनि यहाँ चाहिँ आएर चाहिँ नि ज्ञापन पत्र दियौँ होइन हामीले चाहिँ छ नि हैन यतिले एक किसिमको चाहिँ एउटा चाहिँ दबाब चाहिँ सामान्य पुगेको छ भन्ने हो र हाम्रो आज यतिले पुग्दैन है फेरि आज यतिले पुग्दैन त्यस कारणले गर्दाखेरि चाहिँ आवश्यक पर्दाखेरि अब भोलि हामी चाहिँ पत्रकार सम्मेलन गर्ने अरू के गर्ने थप चाहिँ छैन हैन छुट्टै चाहिँ प्लान बनाउँछौँ त्यो अनुसार चाहिँ फेरि पनि यहाँहरूलाई चाहिँ पुनः चाहिँ छैन हैन आह्वान गर्छौँ र त्यस पछाडि चाहिँ छैन हैन हामी चाहिँ अरू चाहिँ थप के गर्छौँ के प्लान हुन्छ तपाईँहरूलाई चाहिँ छैन हैन सार्वजनिक के पो सामाजिक सञ्जालमा हाम्रो ग्रुपहरूमा आउँछ र त्यो ग्रुप अनुसार चाहिँ छैन हैन हामी चाहिँ मोबिलाइज हुन्छौँ र हामीले चाहिँ यसलाई चाहिँ छैन किनारा लगाउनको लागि चाहिँ प्रेसर चाहिँ छैन हैन म्याक्सिमम अप्टिमम चाहिँ छैन हैन यसलाई चाहिँ हामी चाहिँ यो प्रेसर चाहिँ क्रिएट गर्छौँ र हाम्रो ढलेको शिरहरू चाहिँ छैन हैन उठाएरै छोड्छौँ त्यति भन्दा चाहिँ आजलाई चाहिँ उहाँले के भन्नुभयो भने एकदम हामी नजिक छौँ त्यहाँ चाहिँ छ नि के अरे आधार चाहिँ के हो भने त्यहाँ चाहिँ नि फोन कल अरे त्यो चाहिँ 2 लाख प्लस चाहिँ कल छ अरे होइन त्यस कारणले गर्दा स्क्रिनिङ भइरहेको छ अरे अब अरू चाहिँ सिसी क्यामेरा यस्तो नभएको कारणले गर्दाखेरि यहाँ चाहिँ छैन होइन हामी यथाशीघ्र चाहिँ चाँडो चाहिँ केही मान्छे हो ठ्याक्कै भनेर चाहिँ त्यो चाहिँ छ नि हामी प्रस्तुत गर्छौँ भनेर भन्नुभएको छ अब विश्वास पनि गर्नु पऱ्यो नि त हाम्रै प्रशासन हो हाम्रो चाहिँ छ नि गृह प्रशासन हो त्यस कारणले चाहिँ प्रश्न हामीले गर्नुपर्छ यहाँहरूलाई हजुर यो घटना चाहिँ इमिडिएट होइन इमर्जेन्सी इमिडिएटली घटेको घटना होइन निकै लामो समयको विवादपछि त्यो चाहिँ हो निकै सामाजिक सञ्जालको चाहिँ एउटा द्वन्द्वपछि यो भएको घटना हो तपाईँले पहिले नै यो कुराहरूलाई सल्ट्याउन सक्नु भएन होइन यस्तो हामी तपाईँहरूले एकदमै यो कुरालाई चाहिँ हामी त व्यवस्था होइन सामान्य रूपमा लिनु व्यवस्था भन्ने शब्दप्रति चाहिँ म एकदम सामान्य लिनु हो क्या व्यवस्था भन्ने शब्दप्रति चाहिँ म चाहिँ छैन होइन सहमत छैन वार्ताको चाहिँ माध्यमबाट तपाईँले टुङ्गाउनु पर्थ्यो होला वार्ताको प्रयत्न गरेको हो वार्ताको प्रयत्न गरे हो वार्ताको प्रयत्न गर्दा गर्दै पनि छैन होइन तपाईँको चाहिँ एकतर्फी मायाले नहुने रहेछ नि त त्यो भएको हो के वार्ताको चाहिँ त्यस कारणले हामीले प्रयत्न गऱ्यौँ तर वार्ता भएन त्यसपछि खबरदारी गऱ्यौँ हामीले यो हुनसक्छ है सम्भावना भनेर चाहिँ हामीले गऱ्यौँ अब त्यति भइसके पछाडि चाहिँ त्यो चाहिँ छैन होइन के अरे यतिभित्र चाहिँ उखालेर के पो लैजा त्यो चाहिँ स्थानान्तरण गर भनेर चाहिँ छैन होइन भनिरहँदाखेरि थ्रेट गरिरहँदाखेरि चाहिँ अब चाहिँ छैन हामी त याएका कर्मीहरू त हामी त त्यस्तो होला कि भन्ने चाहिँ हामीलाई लागेको थियो होइन तर प्रहरी प्रशासन चाहिँ के भएर चाहिँ अलर्ट भएन होइन किन चाहिँ छैन होइन उहाँहरू गम्भीर भएन त्यो चाहिँ हाम्रो चाहिँ त्यही प्रश्न गर्न हामी आएको आज अब वाबुक ढलिसकेको छ होइन यो त अब सबैलाई सर्वविदितै भइसक्यो वाबु उठ्छ जसरी चाहिँ आज हामीले झन्डा गाडेका छौँ त्यसै गरी उठ्छ वाबु ल यति भन्दै भोलि फेरि पनि आह्वान हुन्छ भोलि चाहिँ छैन होइन आह्वान भएर चाहिँ तपाईँको चाहिँ छैन होइन थप के गर्ने होइन तपाईँहरूलाई भन्छौँ हामी 1-2 दिन रहन्छौँ यहाँ यतैतिर रहन्छौँ त्यस कारणले ढोकै हुनु होला ल सहयोगको लागि एकदम चाहिँ धन्यवाद हजुर त्यो विजयपुर दरबारमा जहाँ वाबु लड्यो नि उखिल्यो नि त्यो विवाद हुँदै तपाईँले आज झन्डा राख्नुभयो एउटा प्राज्ञिक बहस गराएर तपाईँले नै अघि भन्नुभयो पुरातात्विक विभाग बसेर एउटा प्राज्ञिक बहस गराएर राख्नु भयो भने फेरि राख्दा हुन्थ्यो आज त्यो झन्डा राख्दा यसले झन् विवाद आउँदैन कसरी विवाद हुनु झन्डा अर्को त्यहाँ छँदैछ होइन हाम्रो झन्डा भएकोले उखाल्थ्यो त्यो झन्डा चाहिँ दुईवटा राख्दाखेरि दुईवटालाई मैले उत्तिकै सम्मान गरेको छु दुईवटालाई ढोगेको छु अब चाहिँ छैन होइन किनभने केन्द्रीय अध्यक्षले चाहिँ दुईटै चाहिँ झन्डा ढोगेको छ होइन एउटा जीवन हाता जोगाइले ढोगेन नि त त्यो झन्डा दुईटै ढोग्नु भनेको त 8 लाख किराँतराईको तर्फबाट ढोग्या हो क्या त्यस कारणले कसरी चाहिँ त्यो चाहिँ विवाद हुनु विवाद हुनुपर्ने नै म त देख्दिनँ नेपालको झन्डा कहीँ गाडियो भने कसरी विवाद हुन्छ होइन यस्तै त हो नि समाजको झन्डा पार्टीको झन्डा होइन नि पुरातात्विक विभाग र प्राज्ञिक बसले चाहिँ जे भन्यो त्यो मान्न तयार हो क्या होइन त्यो त निर्गल भयो भने त त्यो त मान्नुपर्छ नि त
प्राज्ञिक बहसले होइन कि तपाईँको चाहिँ एभिडेन्स रिफरेन्स होइन त्यो चाहिँ छ नि होइन पर्याप्त हुनुपर्छ। त्यो पर्याप्त भइसकेपछि त्यसले चाहिँ निचोड निकालेको चाहिँ त्यो त मान्नुपर्छ नि त। नयाँ चाहिँ छ नि होइन ऊहरू चाहिँ नै छ नि फाइन्डिङ चाहिँ नभएसम्म नयाँ चाहिँ छ नि होइन ऊहरू चाहिँ ननिस्केसम्म त्यसलाई नै मान्ने हो नि। त्यसलाई काट्ने गरी नयाँ फाइन्डिङ निस्क्यो भने रिसोर्सले त्यो निकाल्यो भने अर्को कुरा भयो, नभए चाहिँ त्यति बेलासम्मको लिएर मान्ने हो। यो अलि नमिठो प्रश्न छ। जस्तो किराँत राई 14 नम्बरको जो वडाध्यक्ष हुनुहुन्छ संसदीय पार्टीको हुनुहुन्छ अनि माननीय हर्क साम्पाङजीले पनि बारम्बार मलाई सकाउनलाई चाहिँ पार्टीकरण अथवा राजनीतिकरण भएको भन्ने स्ट्याटसहरू भिडियो सन्देशहरू दिइराख्नुहुन्छ। अनि 14 नम्बरको वडाध्यक्ष संसदीयको वडाध्यक्ष र विष्णु थाम्देन बिचको लफडा जो संसदीयको वडाध्यक्ष हो कौशिला जो चेम्चोङ हुनुहुन्छ संसदीयको वडाध्यक्ष पनि हुनुहुन्छ उहाँ हुनुहुन्छ पार्टीको वडाध्यक्ष पनि पार्टीको अनि लिम्बू किराँत राई आएको होइन त्यो ढोग्न चेलीले माइतीको खुट्टा नसुने भनेको थियो तपाईँहरूको जिल्ला सुनसरीकै अध्यक्षज्यूको मातहतमा बसेर त्यो ढोगाइयो क्या त्यसले चाहिँ उग्र रूप लिएको भन्ने पनि छ नि सर। होइन त्यो चाहिँ छैन होइन भित्र उहाँले ढोक्छु भन्नुभएको थियो अरे खुट्टा चाहिँ समातेर ल चेली यत्तिको भनेर चाहिँ भन्नुभएको थियो अरे। अब बाहिर आएर चाहिँ ढोक्नु मान्नु भएन चाहिँ भित्र चाहिँ सुरक्षाको दृष्टिकोणले त्यहाँ चाहिँ क्यामेरा खिच्न अघि दिएन नि हामीले त्यहाँभित्र होइन। त्यस कारणले बाहिर गएर गर्नु चाहिँ सिग्नेचर गर्नुभयो र बाहिर आएर चाहिँ अब चाहिँ गर्नुभयो अरे। चेलीको चाहिँ खुट्टा ढोक्दाखेरि चाहिँ कुन माइतीको चाहिँ शिर खस्छ हो? खस्दैन के। हाम्रो त राईहरूको त चेलीको ढोक्नै भयो, लिम्बूहरूको त्यस्तो प्रचलन रहेनछ। तथापि चेलीहरूको चाहिँ त्यो खुट्टा ढोक्दाखेरि कसैको शिर ढल्दैन ल। भनेपछि अहिले श्रीमतीको शिर ढोक्ने चलन आइसक्यो त्यस कारणले गर्दाखेरि कसैको ढल्दैन। त्यो बेकारको कुरा हो। विष्णु थाम्देनजीले पनि मानिसक्नु भएको थियो होइन। म त हिँडेँ उकालोतिर कता भनेर स्ट्याटस हाल्नु भएको थियो। उहाँलाई त्यहाँ चाहिँ ल्याएर कसी लाग्यो। अब त्यही हो पोलिटिसाइज चाहिँ छैन होइन तपाईँको भएको छ जुन चाहिँ हुनु हुँदैन भन्ने हो। अब पोलिटिकल इस्यु चाहिँ मलाई थाहा छैन कसको के भेस्टेड इन्ट्रेस्ट छ। एकदम एउटा तपाईँले प्रश्न तपाईँलाई एउटा सवाल तपाईँले एउटा प्रतिबद्धता पनि जाहेर गर्नुपर्छ। तपाईँ किराँत एउटा ती 8 लाख किराँत राईहरूको तपाईँ एउटा प्रतिनिधि पनि हो र जिम्मेवार व्यक्ति तपाईँ एउटा अभिभावक पनि हो। यो नाताले यो हैसियतले भनिदिनुहोस् कि यो विवाद यो समस्या र यो ढलेको वाबुको समस्या समाधान कसरी गर्नुहुन्छ कहिलेसम्म गर्नुहुन्छ ल त्यो चाहिँ तपाईँले एउटा प्रतिबद्धता चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। प्रतिबद्धता त छ नि तपाईँको चाहिँ यो चाहिँ नि होइन उठाएरै छोड्ने हो। त्यो चाहिँ नि होइन पुनः स्थापित गरेरै छाड्ने हो। कहिलेसम्म भन्ने त अघि चाहिँ छैन होइन उहाँ देश हिसाबले त भन्नु सक्नुभयो भने म त को नै हो र एउटा सामान्य चाहिँ नागरिक है। त्यस कारणले गर्दाखेरि देश हिसाबले कहिले चाहिँ पत्ता लगाउनुहुन्छ त्यस पछाडि चाहिँ होइन उहाँ चाहिँ निचोड कहिले आउँछ। निचोड आए पछाडि त्यस पछाडि वार्ता कानुनी रूपले नै यो चाहिँ पुनःस्थापना गर्ने हो। यदि कानुनले यदि कानुनले पहिला त्यो टुङ्गा लाएन भने कानुनले त कतिपय मुद्दाहरू पनि डिसमिस गरेको त हामीले देखेकै छौँ थुप्रै छ। कमसेकम छ नि होइन कानुनले त मानौँ न कानुनप्रति त विश्वास गरौँ न। तपाईँको चाहिँ छैन होइन व्यवस्थापिका संसद यदि कार्यपालिका चाहिँ छैन होइन उनीहरू चाहिँ छैन कन्ट्रोल भएन भने पनि अन्तिममा गएर त न्यायपालिकाले अन्तिममा चाहिँ छैन सरकार विघटनदेखि लिएर पुनर्स्थापना गरेको हाम्रो चाहिँ छैन होइन ऊ छ के अरे चाहिँ ऊहरू के भन्छ दसीहरू नजिरहरू छ। त्यस कारणले कानुन चाहिँ छैन होइन कानुनी राज्यमा कानुनको चाहिँ ऊ चाहिँ गरौँ न कमसेकम पालना गरौँ भन्ने होइन होइन ऊ के अरे विश्वास गरौँ भन्ने हो क्या कानुनको विश्वास संस्कृति पार्टीप्रति चाहिँ तपाईँहरू लोयल हुनुहुन्छ छैन किन नो 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 त्यस्तो हुँदै होइन। हामीले चाहिँ कोसीको छ नि होइन पहिचानको चाहिँ छैन होइन विपक्षमा भएकाहरू सङ्घीयताको विपक्षमा भएकाहरू हाम्रो चाहिँ छैन होइन त्यहाँ चाहिँ गणतन्त्रको विपक्षमा भएकाहरू लोकतन्त्रको विपक्षमा भएकाहरू प्रदेशका विपक्षमा भएकोहरूको कहिले पनि हामी पक्षमा हुन्नौँ। यसको चाहिँ छैन होइन पक्षमा भएको राजनीतिक दललाई त्यसको त्यो प्रति हामी चाहिँ जहिले पनि सकारात्मक हुन्छौँ। याक्थुङ चुम्लुङसँग चाहिँ कहिले बस्नुहुन्छ बैठकमा छलफलमा चाहिँ? होइन हामीले त 2-3 पटक बस्यौँ होइन। अब त्यहाँ भत्किएको छ याक्थुङ चुम्लुङको अध्यक्षले पनि छ नि उहाँले भन्नुभएको छ त्यो चाहिँ कारवाही हुनुपर्छ भनेर मलाई लाग्छ उहाँले एउटा कुरा भनिदिइहाल्नु सन्दर्भ आइहाल्यो। याक्थुङ चुम्लुङका अध्यक्षले के भन्छ वाबुक पुनःस्थापना गर्नुपर्छ अथवा के त्यो त्यतिकै छाडिदिनुपर्छ भन्नुहुन्छ? अस्ति चाहिँ छ नि त्यहाँ माथिबाटै आएको थियो नि यो चाहिँ छ नि पुनःस्थापना गर्नुपर्छ यो चाहिँ छ नि होइन अपराध भयो भनेर उहाँले भन्नुभएको छ। तपाईँहरूले चाहिँ खोजेर पनि देख्न सक्नुहुन्छ। त्यसकारण उहाँले मनभित्रै भन्नुभएको होला मनभित्रबाटै भने पछाडि त होला नि त।
म बाहिर चाहिँ एउटा भन्नुभयो भित्र चाहिँ अर्कै गर्नुभयो भने त भोलि नाङ्गिहाल्छ। माननीय हर्क साम्पाङ ज्यूसँग पनि किराँत राई आएर बसेको भन्ने कुरा आएको थियो। छैन यो विषयमा चाहिँ के छ? केन्द्रीय कार्य समिति यहीँ बसेको छैन, यो विषयमा बसेका छैनौँ। अब यहाँ चाहिँ छ नि नगर समिति यहाँ बस्यो होला होइन, उहाँसँग बस्नुपर्ने कुनै कारण छैन यसमा। बरु के हुनसक्छ भने तपाईँको चाहिँ नि राजनीतिक दलहरू हर्क साम्पाङको चाहिँ पार्टीदेखि लिएर सबै चाहिँ नि पार्टीहरूलाई चाहिँ त्यो चाहिँ नि ल्याएर चाहिँ छलफल गरेर त्यो विषयमा चाहिँ नि पुनः चाहिँ तपाईँहरूले पनि बोलिदिनु पऱ्यो, तपाईँहरूले पनि दबाब दिनु पऱ्यो चाहिँ हामी भन्न सक्छौँ।